दिदी एकछिन बस्दै गर्नु न, म भित्र यसो उसको कोठामा हेरेर आउँछु के कसो देखिरहेको छ यसो। जाऊ न जाऊ, मेरो के कुरा। ए ढोका पो लाग्छौ त। ए लुगा फेर्दै थियो सानीमा, ए आइपुग्नुभयो। ए बस्नु न सानीमा। हुन्छ, म सानीमा बस्दै गर्नु न, म चिया पकाएर लिएर आउँछु। ए पर्दैन बस न बुहारी बस। तिमी पनि गलेर आएको होला, अहिले भर्खर खाएको चिया मैले। गलेर त बिहान भोकै गएको सानीमा, गाडी पनि पुरा भिड रहेछ, सिट पनि पाइनँ। यस्तो बेलामा अनि अब गरिन्छ नि, कति गाह्रो हुन्छ, गरिन्छ नि बुहारी। अनि पेट त निकै ठुलो देखिन्छ त बुहारी। अनि कहिले हो महिना? 7 महिना भयो सानीमा, यो भदौ 21 गतिको डेट दिएको छ। अब भोक पनि लागेको सानीमा, म यसो किचनतिर खाना यसो खाएर आउँछु ल। अब भोक त लाग्यो नि बुहारी, एकछिन गफ गर्न मन लागेको तिमीसँग। के गफ सानीमा भन्नु न। भोक त लाग्यो भने बुहारी, तर अघि तिम्रो सासूले अलिकति उसलाई पुग्ने भात त उब्रेको थियो भन्दै थियो, उसकी जेठानीले खोलेमा हालिदियो अरे। ऊ बिहान उचे घुम्न बिहानै जाने भनेर खोलेमा पो हालिदियो भने सुन्दै थिएँ। त्यस्तो त नगर्नु भनेर सानीमा। त्यसै भन्दै थियो तिम्रो सासूले, मलाई त तिम्रो पो माया लागेर आयो। अब के खान्छौ? पनि सासूले त्यति मन पराउँदिन रहेछन्। ऊ जङ्गलबाट आके माइतकी आमाले केही नसिकाकी, संस्कारै नदिएको अरे, मेरो छोराको मुटु कलेजो खाए भनेर भन्दै थिइन्। यस्तो बेलामा माया गर्नुपर्ने, हाम्रो दिदी पनि के भन्यो, तिम्रै मात्रै कुरा गर्छन् म आएदेखिको। जेठानले पनि त्यसै भन्दै थिइन्। यो घरमा आएदेखि तिम्रो सासूलाई पनि कहिले सन्च भएन अरे, मेरोमा माया गर्नुपर्ने तिमीलाई पनि टेन्सनै मात्रै दिएको रहेछ। आमाले पनि तिमीलाई केही नसिकाएको अरे, संस्कारै नदिएको अरे, अलिअलि कमाएको पनि छोराले कमाएको पनि माइतमा लगेर दिन्छौ अरे। त त्यस्तै पो सुने त बुहारी मैले त। खोइ मलाई त त्यस्तो भन्नुहुन्छ जस्तो लाग्दैन त सानीमा। तिम्रो सासूले त्यसो भनेपछि तिमीलाई भेटेरै जान मन लाग्यो। ती कुरा सुनाएपछि मेरो पनि मन हल्का भयो बुहारी। अब म जान्छु ल बुहारी। हुन्छ सानीमा। ए साँच्ची सानीमा चाहिँ फेरि कुरौटी रचे चाहिँ नभन्नु नि, फेरि 2 जिब्रे रचे नभन्नु नि। हुन्छ हुन्छ सानीमा, म किन त्यसो भन्थेँ र गइरहनु। अब तिमीलाई यताको कुरा उता पार्नु पनि आउँदैन। अब एकचोटि दिदीलाई भेटेरै जानु पर्यो। ए दिदी त बाती पो काट्दै हुनुहुँदो रहेछ। काट्नु पर्यो नि बहिनी, के गर्नु। यो घरमा ढङ्ग भएको मै मात्रै हो, देख्नु होला नि त्यसको चाल, देख्यो होला नि त्यसको चाल। यहाँनिर मान्छे आएर बसेपछि नमस्तेको ढोक भनिरहनुपर्छ। अनि बहिनी साँच्ची मेरो कुरा गरिन के गरी नि, किन नगर्नु दिदी? तपाईँकै मात्रै कुरा गर्दै थिएँ, मलाई बोल्न दिन। त्यस्तो अलक्षी स्याहारेर बस्नुहुन्छ दिदी, अस्याङ्ग्री रचे। के गर्नु, छोराले मन पराइहाल्यो, न जात मिल्छ न केही, ल्याइहाल्यो मर्छले बा धुन्देर भनेर ल्याइहाल्यो। अलक्षिना चाहिँ अलक्षिना मलाई पनि कि ब्याउनेर चाहिँ छुट्याइदिइहाल्नु, तपाईँलाई साह्रो पर्छ फेरि दिदी। म पनि त्यही सोचिरहेको छु नि, त्यसका जेठानी र जेठानी पनि छुट्याइदिइहाल्नु भनिरहेका छन् कि। छुट्याइदिने खोज्दैछु। यो असारको 3 गतेदेखि आफू खाऊ भन्दैछ मैले, नसकेर। छुट्याइदिनु दिदी, ढुक्क हुन्छ त्यति बेला। विचार गरिहाल्नु है दिदी, भोलिको दिन त साह्रो छ नि। बेलैमा विचार गरिहाल्नु है दिदी, भोलिको दिन त तपाईँको साह्रो पर्छ नि। अब त्यस्तै सम्झिँदैछु म पनि। अब मैले भन्दा नि उसको जेठानीले निकालिदिइहाल्नु भन्दैछन् कि, निकालिदिइहाल्ने। त्यसै गर्नु म सक्दिनँ नि यस्तालाई स्याहारेर किन बस्न सक्थेँ र। दिदी म पनि गएँ, अब आफ्नो मन बुझाउँदै गर्नु, म पनि आउँदै गर्छु। खाजा खाएर जान हुन्थ्यो नि बहिनी। भयो दिदी, आउँदै गर है बहिनी, मेरो पनि मन बुझाउने छैन कोही, तिमी नै हो मलाई सही भन्ने, राम्रो भन्ने। ल दिदी म गएँ। ल आउँदै गर है बहिनी। हुन्छ दिदी, हुन्छ। यसको पनि मुख त खासै गतिलो त छैन, कति थोक भने कि बुहारीको पछि लागेर गएकी थिइन्। अब यहाँ आएर मलाई कुरा लागी हो कि राम्रै हो कि केही बुझ्न सकिएन। अब भात खानु पर्यो, साह्रै भोक लाग्यो। खोइ भात त छैन त, कुकर त रित्तै छ त, भात राखेर के क्या हो। नानीमा त त्यसै भन्नुहुन्छ, एकचोटि आमालाई सोध्नु। आमा खोइ, अनि मलाई त भात छैन जस्तो छ त, कुकर त रित्तै देखेँ त। अनि यति बेला आउँदा नि खाकी छैनस्? अनि माइत गएर खाइसला भनेर नि अब कति बेला आउँथिस्, के गर्थिस्? ऊ त्यहाँ अलिकति लुगा भिजाएको छ, बिहान हामीले नुहाएर तेरो ससुरा र मेरो त्यो 1 बाल्टी लुगा धोएर सुकाइदिए। अनि त्यहाँदेखि खाजा बनाउनु हामीलाई पनि हुन्छ, तँलाई पनि हुन्छ।
भात राखिदिएको भात खाउँथ्यो कस्तो भोक लागिरहेको थियो भात पनि राखिदिएको रहेछन् लुगा पनि थोरै भिजाएको रहेछन्